एउटा म यहाँहरूलाई त्यो कवितामा यो सारा आज जे जति कुराहरू भयो नि त्यो कवितामा म यहाँहरूलाई सुनाउन चाहन्छु। बहुतै शब्द शब्दमा यहाँहरूले ध्यान दिनु। जन्मिँदा यिनी हुन् अबोध बुझ त्यो माटो त्यो गिलो माटो सरी। जन्मिँदा यिनी हुन् अबोध बुझ त्यो गिलो माटो सरी। राम्रो रूप दिन सक्यो भने भोलि चम्किन्छन् धरतीभरि। मेरो काम के हो भनिकन तिमी सोच्नु सधैँ दिन दिन। जिज्ञासा उनका नभन्नु कहिल्यै बुझ्दिन र चिन्दिन। यो चाहिँ अभिभावकजीले गर्नुपर्ने। मोबाइल लि एकातिर गई नबस्नु बसाउनु। पहिले आफू नबस्नु अनि उनीहरूलाई पनि नबसाउनु। ठिक्क मात्र दिनु मोबाइल उनलाई टिभी बरु लाउनु। पुस्तक पढ्नु अनि भेला भई सबै। पुस्तक पढ्नु अनि भेला भई सबै। गफ्फा बरु लाउनु। पहिले आफू गरी सब कुरा गर्न अनि लाउनु। पहिले आफू गर्ने अनि उनीहरूलाई गर्न लाउने। रुपी ढुकुर सुगा भँगेरो परेवा कौवा जुरेली चरी। चारो पानी दिनु अनि तिकनता चिन्न पनि लाउनु। अहिले चिन्दैन यो रुपी हो कि कौवा हो कि ढुकुर हो कि भँगेरो हो कि जुरेली हो कि के हो चिन्दैन नानीहरूले। आफ्ना ती दुखेसा कथा र कुथुनी सुन्न पनि लाउनु। आफ्नो दुःख पनि सुनाउनु पर्यो नि विद्यार्थीहरूलाई। अनि को उनीहरूले बुझ्दछन् त्यो कुरा हो मेरो प्यारेन्ट्सले यस्तो गरेको रहेछ भनेर। आफ्ना ती दुखेसा कथा र कुथुनी सुन्न पनि लाउनु। प्रेरणा दि हर पल उनीकन जीवन यो बुझाउनु। खेतबारी भए कुटो र कोदालो गर्न पनि लाउनु। खेतबारी भए कुटो र कोदालो गर्न पनि लाउनु। गमलामै भए पनि ती बिरुवा पानी दिन लाउनु। छैन भने गमलैमै भए पनि पानी दिन लाउने केही बिरुवा भए। उठ्नु भन्नु उठिकन अघि म्यामले भन्दै हुन्थ्यो भन्नु उठिकन बिछ्याउन जहिल्यै तन्काउने काम गर। साना तिना कुरा उनकाउनलाई आफै जो गर्ने गर। घुमाउनु कहीँ लगेर कहिले नदी तलाउनेर। पाटी पौवातिर बिहार मठमा मस्जिद गुम्बातिर। आफ्नो धर्म हुन्छ त्यसअनुसार। पूजा आजातिर लगाई मन लौ देउतालाई पुज्ने गर। माता पिता गुरु इमान्य जनमा आशिष लिने गर। यी सारा कुराहरू यहाँहरूले चाहिँ आफ्नो नानीहरूलाई पनि गराउनु होला। मैले भन्नुपर्ने यही हो। यो सारा यो भइसकेको कुराहरू यति कुरा चाहिँ यहाँहरूले गरिदिनु भयो। यति कुरा हाम्रा सर म्यामहरूले त्यसमा सहयोग गरिदिनु भयो भने उन्नति प्रगतिमा कसैले पनि छेकबार लगाउन सक्दैन। थ्याङ्क यू भेरी मच।